अबै कति ठुलो सर्प कत्रो सर्प है देखाऊ आऊ अब्बुई कति ठुलो सर्प आएको आमामामा हो यति ठुलो सर्प पनि रुखमा चढ्छ त सर्प नि कत्रो हो नि यत्रो सर्प रुखमा चढ्यो भने त फेरि के हुने हो यता वरिपरि अब रुखमा उड्ने सर्प चढेपछि धेरै गाह्रो छ आमामा अब के को लागि गाह्रो छ यो खासमा यत्रो नमार्न सक्नु न केही गर्न सक्नु यत्रो सर्प आमामामा हो के गर्ने होला सर्पलाई न मार्न सक्नु न केही गर्न सक्नु यत्रो सर्प देखेर त मन श्रीङ्ग पो हुन्छ त हो डरै लाग्दो छ यो सर्प नमार्न सक्नु रुखै उड्दै हिँडेछ यो सर्प जहिले पनि उड्ने जहिले पनि आउने जहिले पनि कराउने गर्छ यो सर्प नमार्न सकिन्छ न केही गर्न सकिन्छ कत्रो है किन चढेको होला यो सर्प रुखमा रुखमा चढ्या छ कसरी झर्छ त्यो अझ कति लामो यो सर्प कति लामो हुन नि लामै हो त कति लामो हुन्छ त नि धेरै लामो छ यो सर्प कहाँ जान खोज्या होला यो अझै चरा आयो चराले ठुङ्दियो घरतिर नआइदिए हुन्थ्यो कहाँ जाने हो यो कुनी घरतिर कहाँ जान खोजेको यो सर्प आफ्नो घरतिर रुखै रुखबाट कहाँ पनि नजाने भयो क्या सर्प यो भन्दा पनि अब झर्यो झर्न चाहिँ झर्यो कहाँ जान चाहिँ खोज्दैछ कि अझै त्यहीँ बसेको अझै ढुङ्गा ल्याउन ढुङ्गा ल्याउन ढुङ्गाले हान्दा जान्छ कि उड्छ कि कति धेरै साप पनि कति धेरै हुँदा नि साप पनि है गाह्रो छ के गर्ने होला कति धेरै हो सर्प नि के गर्दा जान्छ अहिले सर्प अस्ति पनि योभन्दा ठुलो आयो घर अगाडि नै अहिले नि घर अगाडिको रुखमा यत्रो सर्प आउन थालेपछि कहाँ गएर बस्ने हो के गर्ने हो यति ठुल्ठुलो किन रुखै हिँड्छ यो गाह्रो भाग्यो झर्न त झऱ्यो अब कहाँ जान्छ त यो पुच्छर हल्ला नि कहाँ जाने हो अझै त्यहाँ छ के को लागि चाहिँ खोजे हिँडेको हो रुखै कसलाई खोज्यो त्यो तरिकाले हिँड्ने यो त सर्प आएन यो त